वाइसिएललाई चलाउन चाहन्छन् राजाका रैतीहरू भने घर घरमा गएर वाइसिएलले सबक सिकाउने छ र तिनीहरूलाई के हो गणतन्त्र के हो राजतन्त्र यो अब भिड्न तयार हो तपाईँहरू बताइदिनुहोस्। हामी भिड्न तयार छौँ वाइसिएलसँग युवा सङ्घसँग अर्को नेभी सङ्घ के भन्ने छन् नि होइन वाइसिएलले त प्रष्ट रूपमा भनेको छ आज हाम्रा नेताहरूलाई कार्यकर्ताहरूलाई हामीले नियन्त्रण गरेका छौँ आज नगर्नुहोस् भनेका छौँ होइन आऊ लड्न आऊ नत्र भिड अनि वाइसिएलको अधिवेशन चलिरहेको छ त्यहाँ जिस्काउन आउनु भनेको कसलाई काला आयो भने सहर बस्छ भने जस्तै हो। मैले अहिले यति बोलेँ। तपाईँले भनिराख्नु भएको छ नि ताराजी हामी भिड्न पनि तयार छौँ वाइसिएलसँग भिड्न सक्नुहुन्छ देशै कब्जा गरेको तपाईँलाई थाहा छ नि तपाईँको राजालाई निर्मल निवास पठाएको जवाब दिन दिनुहोस् कि जेठ 15 गते गणतन्त्र र राजतन्त्रको तुलना मजाले भइसक्यो आजैबाट ढुङ्गानेको आम्ने सामने हुने त कुनै तागतै छैन तिमीको वाइसिएलसँग त्यसमा माओवादी हुन तयार हो हामी आम्ने सामने होइन यिनीहरूले यस्तै अराजकतामा गए बेलुका घरको कोठा कोठामा गएर हामी छुटेर गएको त्यो त वीरेन्द्र राजाको घर हो नि ज्ञानेन्द्र राजाको घर होइन परिवारको घर होइन उहाँहरूले के भन्नुभयो भने हाम्रो अधिवेशन 3-4 दिनदेखि निरन्तर चलिरहेको छ तपाईँहरू यहाँ राजावादीहरू न्यू खोज्न आए अरे के भिड्न आए तपाईँ भिड्न आउनु भयो तपाईँहरू ठप्प बताइदिनुहोस् है यो गणेश मन्दिर वाइसिएलको हो उनीहरू यहाँ आउनु पर्थ्यो हामी प्रज्ञा प्रतिष्ठान पसेको